विष्णु भण्डारी दाजीको पनि गरिमामय उपस्थिति हुँदैछ। हामी उहाँहरूको पर्खाइमा पनि छौं र त्यो बीचमा आदरणीय हाम्रो गुरुदेवलाई हरिशरण गुरुदेवलाई आफ्ना शुभभावहरू प्रस्तुत गर्नु हुन म अनुरोध गर्दछु। विनायकं गुरुं भानो ब्रह्मा विष्णु महेश्वरा सरस्वतीं प्रणम्यादो सर्वकार्यार्थसिद्धये दामोदरं नमस्तुत्य गण्डक्यां स्थितसन्निधौ विद्वद् विदुषिणां चैव प्रणमामि मुहुर्मुहुः। पंचमविंशति योगे कार्तिके दशमी शुभे शुभा सदा ददाम्यद्य व्यास सन्निधौ गण्डक्यां जनतः सर्वे संत सज्जन सन्निधौ पुनः पुनः प्रणमोऽस्मि भवेत् सर्वत्र सर्वदा। अकारण करुणा वरुणालय भक्तवांछा कल्पतरुण कर्तुम अकर्तुम अन्यथा कर्तुम समर्थ भगवान बालकृष्ण जी को भगवान साक्षात नारायण को सन्निधि में शालिग्राम भगवान यहाँ को महिमाले नै ओतप्रोत भएर आज साक्षात भगवान को अनुभूति गरी यत्रो दिव्य महोत्सव को परम संकल्पकर्ता श्रद्धेय आचार्य प्रवर यस पवित्र पावन जो गद्दीहरुमा श्रेष्ठतम गद्दी छ, जो व्यास गद्दी छ, जसको माध्यमबाट धर्म दण्डित हुन्छ, जसको माध्यमबाट विश्व सञ्चालन हुन्छ, सनातनको चाहिँ एउटा दण्ड हो, त्यसको परम श्रेष्ठ जो गद्दी छ व्यासासीनमा विराजमान हुने श्रद्धेय विद्वत प्रवर श्रद्धेय व्यासाचार्यज्यू, त्यसैको वाम भागमा विराजमान हुनुहुने धेरै प्रकारका शंकाहरू हुन्छन्, जसको समाधानका निमित्त एउटै मैले आफूले श्रद्धा गर्ने गर्दछु श्रद्धेय कोशराज नेपानी गुरुदेव। र मेरो वाम भागमा अस्ति 2 पुष्कर योग को समयमा जगत गुरुज्यूको महाराजजीको सन्निधिमा भेटघाट भएको हुँदा आज संयोग त्यो पर्यो, उहाँको पनि दर्शन प्राप्त भयो र नेपाल सरकारका विशिष्ट व्यक्तित्वहरू जो प्रमुखत्वको रूपमा विराजमान सबै श्रद्धेय भक्त सज्जन वृन्द एवं समस्त सन्त चरण ब्राह्मण वृन्द र यहाँ यदि सम्बोधन नै गर्ने हो भने दिनभरि लाग्ने यस्तो प्रकारको अवस्था छ। यसैले मैले सबै भक्त सज्जन वृन्दमा पुनः नमन यो दासको तर्फबाट कोटी कोटी वन्दन अर्पण गर्दै, सुन्ने कुरा धेरै छन्, सुन्दा सुन्दा धेरैले त्यसको मन्थन निकालिसक्नु भएको छ र निकाल्ने तर्खरमा हुनुहुन्छ, पूर्णिमासम्म हुनुहुन्छ। मैले धेरै त्यो सुनाउने तर्खरमा नभएर एउटा श्लोकलाई सामान्य आफ्नो भावना अनुसार गुनगुनाउँदै म आफ्नो वाणीलाई भगवानको चरणमा नतमस्तक र समर्पण गर्नेछु। भनिएको छ गोभिर्विप्रैश्च वेदैश्च सतिभिः सत्यवादिभिः अलोभादानशीलैश्च सप्तभिर्धार्यते मही। अलोभादानशीलैश्च सप्तभिर्धार्यते मही। संत चरण मुखारविन्दबाट प्रसाद स्वरूप प्राप्त भएका यी वचनहरू भर्खरै त्यो गौको महिमाको बारेमा चर्चा भयो र त्यही परिकल्पना लिएर श्रद्धेय प्रभुजीले पनि त्यही संकल्पलाई साक्षात्कार गर्नका निमित्त अनेक प्रकारका भनाइहरू
गर्ने मान्छेले गल्ती गर्दछ र सुन्न पनि पर्दछ, सुनाउनेहरूको धेरै चाहिँ नि अभाव हुँदैन, सुन्नका लागि हर कोही चाहिँ सक्षम हुँदैन, यो यहाँहरूलाई जानकारी नै छ। जहाँ यो धरतीको बोझलाई थाम्नका निमित्त 7वटा खम्बा भनेर सन्तहरूले गुणगान गाएका छन्, जसलाई पहिलो खम्बाको रूपमा मानिन्छ गौमाता, जसलाई प्रश्न र उत्तरका साथमा भर्खरै यहाँभन्दा विगतको केही क्षणमा यहाँले श्रवण गरिसक्नुभयो। र जहाँ अछामी गौमाता, जहाँ भगवान श्रीकृष्ण 9 मुठे गाई, जहाँ हाम्रो सन्निकट मेरो आफ्नो जिल्ला बाजुरा होस् अछाममा चाहिँ 9 मुठे गौमाता हुनुहुन्छ, त्यहाँको यो धरतीको पूर्वीय सभ्यताको र पूर्वीय सिद्धान्तको उद्गम स्थल नै नेपाल हो। यसका बारेमा धेरैजना भारत भनेर इन्डियाको साथमा उहाँले उद्बोधन दिनुभएको थियो। यस्ता कुराहरू पनि चर्चा चलेका थिए तापनि हो हामीमा कमी छ, ती गौमाताको अभाव हुनु हुँदैन। यदि गौमाताको सेवा र सत्कार चलिराख्यो र गर्न सकियो भने त्यो एउटा खम्बाको अथवा धरतीको बोझलाई चाहिँ नि सामना गर्न सक्ने क्षमता हामीहरूले त्यसबाट पनि प्राप्त गर्न सक्छौँ। विप्रैश्च, ती विप्रवटुहरूलाई जो वेद पाठी छन्, केवल नाम मात्रका, विप्र प्रसादात् धरणीधरोऽहम्, विप्र प्रसादात् कमलावरोऽहम्, विप्र प्रसादात् अजिताजितोऽहम्, विप्र प्रसादान् मम राम नाम। भगवान श्री रामचन्द्रजीले पनि भन्नुभयो, मेरो नाम राम हुन गयो त केवल ती विप्र चरणको कृपाले मात्रै प्राप्त भएको हो। यसैले त्यसप्रतिको भाव हामीले शुद्ध राख्यो भने त्यो कस्तो छ, यसप्रतिको भाव नराखेर हामीले यसप्रतिको श्रद्धाभाव राखियो भने त्यसको फल प्राप्ति हुने हामीमा प्राप्त हुने गर्दछ। र धरतीको यो बोझलाई धारण गर्ने क्षमता त्यो विप्र चरणमा पनि छ भने यस्ता विप्रको पनि सम्मान हामीले गर्नका निमित्त त्यो कमी गर्नु हुँदैन। वेदैश्च, वेदहरू त उहिले जब त्यो विश्वविद्यालय जलाए, त्यो नालन्दा विश्वविद्यालय जलाए, त्यतिखेर नै विद्वानहरूलाई र साथमा ती वेदका शाखाहरूलाई पनि त्यहाँबाट लोप गरेर अङ्ग्रेजहरूले लगे। र यहाँहरूलाई बोध होस्, यो कुरा मैले देवघाट सङ्गम भन्ने पत्रिकामा आजभन्दा 15 साल पूर्व अध्ययन गरेको थिएँ। विश्वको सबभन्दा अचम्म लाग्ने कुरा भनेको के हो त भन्दाखेरि हवाई जहाज फलाम चाहिँ आकाशमा उड्नु हो। त्यसका निर्माणकर्ता पुराणमा त छँदै नै छन्, तर यहाँ हाम्रो धरतीमा चाहिँ बनाउने भनेका राइट दाजुभाइ हुन्, जसलाई ओल्भिर राइट र विल्बर राइट भनेर भन्दछन्। ती राइट दाजुभाइहरूले पनि हार्वर्ड युनिभर्सिटीले पुष्टि पारिसकेको छ कि तिनीहरूले पनि वेदको नै अध्ययन गरेर बनाएका हुन् भन्ने पुष्टि छ। तर हामी कहाँ ती धेरै शाखाहरू उपलब्ध छैनन्, जहाँ उपवेदहरू हामी कहाँ प्राप्तहरू छैनन्। तिनीहरू विद्वान पनि चोरेर, वेदहरू पनि चोरेर लगेर अहिले चाहिँ पाश्चात्य जगत चाहिँ एउटा बाहुल्यतामा अथवा अणुप्रमाणुको चाहिँ ठुलो चाहिँ एउटा शक्तिको रूपमा स्थापित हुन सकेको छ। यसको अनुसन्धानको केन्द्र पनि यही उत्तर वाहिनी बनोस् भन्ने यस्तो प्रकारको सङ्कल्प पनि रहेको छ सज्जनवृन्द। र सतीभिः सत्यवादीभिः आज त्यो सतीत्व अथवा नारीत्व सतीत्व सुरक्षा गर्नका निमित्त बडा कठिन परिसकेको छ। आजकल कोही कन्यार्थीका लागि जान्छ भने त्यो कन्यार्थीका लागि गयो भने उसले के भन्छ त भन्दा उसले त आमा बुवाको अनुमति बिना नै अर्कै कसैलाई चयन गरिसक्यो भन्ने यस्ता प्रकारका चाहिँ सूचनाहरू धेरै प्राप्त हुन गरिसकेका छन्। तर त्यो हाम्रो धर्म होइन, त्यो सनातनले त्यो हाम्रो भन्दैन। त्यसले चाहिँ धरतीको बोझलाई थाम्न सक्दैन। जबसम्म माता पिताजीको आशीर्वाद र उहाँको अनुमति बिना चाहिँ कुनै कन्या यदि चाहिँ कसैको वरको आफ्नो परिकल्पना गरेर उसले चयन गर्दछ भने यो घातक हो। यो चाहिँ यो धरतीको बोझलाई थाम्न नसक्ने क्षमता हुन्छ। यस कारणले त्यो बोझलाई थाम्नका निमित्त ती सतीहरूको नारीहरूको पनि ठुलो कृपा हुने गर्दछ। उहाँहरूले पनि आफ्नो धर्मलाई पालना गर्नुपर्दछ। सत्यवादीभि नास्ति सत्यात् परो धर्मो नानितात् पातकम पुरा। सत्य धर्म न सत्य के धर्म न दूसर सत्य समान भनेर रामचरितमानसमा पनि गाइएको छ भने जति आँखामा आँखा जुझाएर हृदयबाटका उद्गारहरू प्रकट हुन्छन् त्यो सत्य बोल्नेमा जो आनन्दको प्राप्ति हुन्छ त्यो चाहिँ झुट बोलेर प्राप्त हुँदैन। यसैले त्यो धरतीको यो बोझलाई थाम्न सक्ने एउटा आहुति हो र एउटा त्यो बल हो, त्यसलाई पनि हामीले जगेर्ना गरिराख्नु पर्दछ। अलोभाह, अब यहाँनिर लोभ गर्नु पनि हुँदैन। लोभले गर्दा लाभ हुन्छ, लाभले गर्दा विलाभ हुन्छ। धनका तीनवटा गति हुन्छन्। धनका तीनवटा गति भन्यो दानम भोगो नाशस तिस्रो गतयो भवन्ति वित्तस्य। धनका तीनटा गति हुन्छन्, या त दान गर्नु पर्यो, या चाहिँ भोग गर्नु पर्यो, या चाहिँ त्यसको नाश हुने गर्दछ। यस कारणले गर्दा यी यावत चर्चाहरू हुने गर्दछन्। त्यही भागवतमा पनि त्यही चर्चा आएको छ कि पञ्चता विभजन पुत्र भनेको छ। 5 प्रकारको ठाउँमा विभाजन गर्नु पर्दछ। धन प्राप्त गरेपछि धर्माय यशस्यर्थाय
कामाय स्वजनाय च भनेर भनिएको छ। यस्ता प्रकारले त्यो धनको पनि चाहिँ नि यसरी बटवारा गरेर त्यो सत्पात्रमा दिएको दान कहिल्यै पनि घाटा लाग्दैन। यो चाहिँ नि जसरी चाहिँ नि 1 को 10, 10 को 100 हुँदै जसरी भगवान श्री रामचन्द्रजीका धनुष हातका करकमलबाट जब बढ्दै जाँदा त्यो रावणको अन्त्य हुने बेलामा हजारका लाखौंका करोड हुँदै चाहिँ नि अनगिनत रूपमा जाने गर्दछ। यस्तै प्रकारले चाहिँ नि त्यो दान दिएको 1 ले दिएको 10 हुन्छ भने 10 ले दिएको 100 हुन्छ भन्ने त गर्दछन्। अनेक प्रकारले दान दिनु हुँदैन अथवा यो पात्रता होइन भन्छन्, तर सौभाग्यशाली त्यो हो कि जसले आफ्नो हातलाई पवित्र पार्न सक्दछ। लोभ गर्नु हुँदैन, दानशील छ, दानीका कुराहरू पनि छन्, दान पनि गर्नु पर्दछ। यावत चर्चाहरू छन्। यसैले यो ज्ञान गंगामा, सत्संग ज्ञान गंगामा जहाँ यसै धरतीका वरदपुत्र विद्वान गुरुदेवहरूका मुखारविन्दबाट अनेक प्रकारका शुभाशिषहरू प्राप्त गर्नमा यहाँहरू वञ्चित नहुनुहोस् भन्ने शुभकामना अर्पण गर्दै एउटा भजनका साथमा म आफ्नो विदाई गर्नेछु। र बोल्ने चाहना धेरै भए तापनि हामीले सुन्न आइएको हो। र अर्को कुरा, उत्तर वाहिनीले चाहिँ नि त्यो विप्रको प्राकट्यका लागि यहाँ चाहिँ नि उद्गम स्थल बनाएको छ। भर्खरै त्यो सूचना छ, प्राप्त छ, यहाँलाई जानकारी नै छ। गुरुकुल कालीगण्डकी गुरुकुलम भनेर भनिएको छ, जहाँ हामी भारतको दक्षिणमा गएर अनेक प्रकारका ज्ञान विज्ञान गुरुकुलहरूको नाम श्रवण गर्दछौँ भने त्यसको परिकल्पना पनि यहाँ भएको छ, जसलाई चाहिँ नि यहाँ हामीले हाम्रो आफ्नो एउटा सन्ततिलाई पनि यही राखेका छौँ, जसमा चाहिँ नि त्यो विप्र जस्तो ब्राह्मण बनोस् भन्ने, यस्तो प्रकारको वेदको अध्यता बनोस् भन्ने अपेक्षा पनि छ। भने त्यो काली गण्डकी अथवा यो उत्तरवाहिनीको परिकल्पना यस्तो रहेको छ भन्दै आउनुहोस् एउटा सामान्य एउटा भजन गुनगुनाउँदै हामी आफ्नो वाणीलाई भगवानको चरणमा विराम दिन्छौँ। पुनः नमन टक्राउँदै हरि सुन्दर नन्द मुकुन्द हरि नारायण हरि ओम। हरि सुन्दर नन्द मुकुन्द हरि नारायण हरि ओम। हरि केशव हरि गोविन्द हरि नारायण हरि ओम। हरि केशव हरि गोविन्द हरि नारायण हरि ओम। हरि सुन्दर नन्द मुकुन्द हरि नारायण हरि ओम। हरि सुन्दर नन्द मुकुन्द हरि नारायण हरि ओम। आओ रे गाओ रे गोकुल के प्यारे, आओ रे गाओ रे गंडकी के प्यारे, आओ रे गाओ रे उत्तर वाहिनी प्यारे, आओ रे गाओ रे उत्तर वाहिनी प्यारे। बनवारी मुरलीधारी गोवर्धन गिरिवरधारी, बनवारी मुरलीधारी गोवर्धन गिरिवरधारी। नित नित कर माखन चोरी गोपी मनहारी, नित नित कर माखन चोरी गोपी मनहारी। जहो हरि सुंदर नंद मुकुंद हरि नारायण हरि ओम। सबले हरि सुंदर नंद आत्माति कर आत्माति हरि नारायण हरि ओम। हरि केशव हरि गोविंद हरि केशव हरि गोविंद हरि नारायण हरि ओम। हरि सुंदर हरि सुंदर हरि सुंदर नंद मुकुंद हरि नारायण हरि ओम। हरि सुंदर नंद मुकुंद हरि नारायण हरि ओम। हरि सुंदर नंद मुकुंद हरि नारायण हरि ओम। जय श्री राधे। जय बोलो भागवत भगवान को, भक्त वत्सल भगवान को, आनंद कंद भगवान को। भगवान को सुंदर भजन का साथ में भगवान का सुंदर दिव्य
बाढीहरू सहित हामी सबैजना यो पवित्र पावन धरामा उपस्थित भई भगवानका सुन्दर भगवतीय चर्चा गरिरहेका छौँ, साधु सन्त गुरुजनहरूका सुन्दर आशीर्वादहरू श्रवण गरिरहेका छौँ। यो जीवनको सौभाग्य होइन, हाम्रो परम सौभाग्य हो। एकपटक श्रद्धेय हरि गुरुदेवको सम्मानमा जोरदार तालले सम्मान व्यक्त गरिदिनु होला। आज महाकाली आएको छ, मेची यहाँ छाएको छ, आज साँच्चीकै हिमालको भाव यहाँ आएको छ, तराईको यहाँ उपस्थिति छ, देश यहाँ होइन विश्व यहाँ आएको छ। आज उत्तर वाहिनी नेपालमा होइन विश्वभरि सनातनीका बीचमा छाएको छ। एकपटक उत्तर वाहिनी धामको धेरै धेरै सम्मान छ र यति बेला भने म विशेष सम्मानका साथमा दान विरदाताहरूको सम्मानलाई जोड्न चाहन्छु। चोलाकान्त बस्याल, दुर्गा बस्याल, काठमाडौँ महानगरपालिका वडा नम्बर 10 नयाँ बानेश्वरबाट उहाँले पहिले नै आजीवन सदस्य बनिसक्नु भएको छ। अहिले आएर उहाँले 11,111 दान सेवा अर्पण गर्नुभएको छ। जोरदार तालीले सम्मान ग्रहण गर्न मञ्चमा आइदिनु होला। जय जय होस्, कल्याण होस्, मङ्गल होस्, शुभ होस्। धेरै धेरै सम्मान, धेरै धेरै आभार छ। यसै गरी हाम्रो बिचमा अत्यन्त आदरणीय दान विरदाता हुनुहुन्छ स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नम्बर 11 दिमिकबाट गणेश आधारभूत विद्यालय परिवारले 5,205 प्रदान गर्नुभएको छ र विद्यार्थी, शिक्षक, शिक्षिका अनि हाम्रो सचिवजी पनि सायद सोही विद्यालयमा कार्यरत हुनुहुन्छ। उहाँहरू आउनु भएको छ। महासचिवलाई फेरि अर्को भइसक्यो यहाँ प्रेसर। अब हामी त 25-50 हजार भन्दा कम आउँदैनौँ भन्नुभएको कम्तीमा पनि, र विशेष सम्मान छ। र आज यति धेरै समितिहरू खट्नु भएको छ, बडा आज आनन्द लागिरहेको छ मलाई। स्कुल 1 बजेसम्म हुन्छ, 1 बजेर करिब 30 मिनटमै यहाँ महासचिवलाई टुप्लुक्क देख्न पाइन्छ होइन। बिचमा कोही पानी प्यास पनि लाग्दैन कि जस्तो लाग्छ मलाई। उहाँहरू निरन्तर खटिरहनु भएको छ। धेरै धेरै सम्मान छ। यति बेला हाम्रो बिचमा अत्यन्त आदरणीय व्यक्तित्व हुनुहुन्छ चोलाकान्त बस्यालज्यू, काठमाडौँ महानगरपालिका वडा नम्बर 10 नयाँ बानेश्वरबाट समाजसेवी, धर्मप्रेमी, अत्यन्तै आदरणीय व्यक्तित्वले 51,000 प्रदान गरी आजीवन सदस्य बन्नुभएको छ। जोरदार ताली सम्मान गरौँ। जय जय होस्, कल्याण होस्, मङ्गल होस्, शुभ होस्। यहाँहरूको घर परिवारमा सुख, शान्ति, समृद्धि, स्कृति र वैभवता छाइरहोस् भगवानसँग प्रार्थना छ। यसै गरी हाम्रो बिचमा रूपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नम्बर 7बाट समाजसेवी, धर्मप्रेमी, अत्यन्त आदरणीय दान विरदाता हुनुहुन्छ खेम प्रसाद रेग्मी, सीता रेग्मी 5,100 प्रदान गर्नुभएको छ। उहाँलाई पनि जोरदार तालीका साथमा सम्मान पत्र ग्रहण गर्न मञ्चमा हार्दिक आमन्त्रण गर्न चाहन्छौँ। भक्त भागवतहरू, हाम्रा विशेष पाहुनाहरूको आगमन भइरहेको छ। दान विरदाताहरूको उपस्थिति निरन्तर अगाडि बढिरहेको छ। साधु सन्त गुरुजनहरूको उपस्थितिले हामी अत्यन्त गौरवान्वित महसुस गरिरहेका छौँ भन्दै यति बेला भने म अब शुभकामना मन्तव्य प्रस्तुत गरिदिनेका निमित्त ध्वनि यन्त्र अर्पण गर्नु पूर्व व्यास गुरुदेव बोल्न चाहेको जस्तो मैले महसुस गरिरहेको छ। हाम्रा आदरणीय व्यक्तित्वहरूको आगमन भइरहेको छ। म विशेष सम्मानका साथमा स्वागत गर्न चाहन्छु। व्यास गुरुदेवको समक्ष पनि नामावली पुगेको छ, मेरो हातमा पनि आइपुगेको छ। यति बेला जिल्ला समन्वय समिति पाल्पाका प्रमुख, अत्यन्त आदरणीय समाजसेवी, धर्मप्रेमी अनि कुशल राजनीतिज्ञ श्री टङ्कनाथ खनालजीको आगमन भएको छ। उहाँलाई जोरदार तालीका साथमा आसन ग्रहणका निम्ति निवेदन छ। सरदेव प्रभुज्यूले स्वागत पनि गर्दै हुनुहुन्छ। धेरै धेरै सम्मान छ। यसै गरी हाम्रो बिचमा तानसेन नगरपालिका पाल्पाका प्रमुख आदरणीय व्यक्तित्व श्री सन्तोष लाल श्रेष्ठ हुनुहुन्छ। नगरपिता तानसेन नगरपालिकाबाट जोरदार तालिका साथमा उहाँलाई माथि मञ्चमा आएर आसन ग्रहण गरिदिनका निम्ति हार्दिक निवेदन गर्न चाहन्छु। कृपया अगाडि आइदिबक्सेला नगर प्रमुखज्यू। साथसाथमा उपप्रमुख हुनुहुन्छ तानसेन नगरपालिका पाल्पाबाट आदरणीय व्यक्तित्व प्रतीक्षा गाहा सिन्जालीज्यू। उहाँलाई पनि जोरदार तालिका साथमा मञ्चमा हार्दिक स्वागत गर्न चाहन्छु। हाम्रो प्रमुखज्यू, उपप्रमुखज्यू, समन्वय का प्रमुखज्यू, यसै गरी त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट प्रमुख डाक्टर टङ्क प्रसाद पन्तज्यूको आगमन भएको छ। अत्यन्तै आदरणीय व्यक्तित्व, उहाँलाई पनि जोरदार तालिका साथमा मञ्चमै आसन ग्रहण गरिदिनका निम्ति निवेदन गर्न चाहन्छु। कृपया मञ्चासन विराजमान भई मञ्चको शोभा बढाइदिनका निम्ति हार्दिक आग्रह पनि गर्न चाहन्छु। यसै गरी हाम्रो बिचमा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष श्री गोविन्द भट्टराईज्यूको आगमन भएको छ। यहाँलाई पनि जोरदार तालीसहित मञ्चमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। यसै गरी तानसेन नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष आदरणीय सुनिल बस्यालज्यूको आगमन भएको छ। उहाँलाई पनि जोरदार तालिका साथमा आसन ग्रहणका निम्ति मञ्चमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। जिल्ला समन्वय समितिका आदरणीय व्यक्तित्व श्री मनोज अरियालज्यू, मनोज आचार्यज्यूको पनि आगमन भएको छ। उहाँलाई पनि जोरदार तालीले स्वागत गर्न चाहन्छु। हाम्रो प्रमुख सङ्कल्पकर्ता सरदेव चैतन्य कृष्ण प्रभुज्यूले हाम्रो नगर प्रमुखज्यू, उपप्रमुखज्यू, समन्वय प्रमुखज्यू, त्यसै गरी हाम्रो आदरणीय प्रोफेसरज्यूहरू, त्यसका साथसाथमा समन्वयका सदस्यज्यूहरू, आदरणीय व्यक्तित्वहरूलाई स्वागत गर्दै हुनुहुन्छ। धेरै धेरै सम्मानका साथमा कृपया जोरदार तालीले स्वागत गरिदिने अनुरोध गर्दै उहाँहरूको आगमन
रहेको छ। उहाँहरूसँगै उपस्थित सबै आदरणीय व्यक्तित्वहरूलाई पनि हार्दिकतापूर्वक सम्मान व्यक्त गर्दै अब भने यो ध्वनि यन्त्र अत्यन्तै आदरणीय प्रकाण्ड विद्वान प्रोफेसर जसले हाम्रो साहित्य क्षेत्रलाई, हाम्रो सनातन धर्मलाई र जसले हाम्रो यो धामलाई चिनाउनका निम्ति अत्यन्तै ठुलो योगदान गर्नुभएको छ। मैले सायदै श्रद्धाका साथमा अत्यन्तै सम्मानित व्यक्तित्वको नाम लिँदैछु। आदरणीय व्यक्तित्व प्रोफेसर डाक्टर केशवराज नेउपानेज्यू, कोशराज नेउपाने, मैले मेरै नाम भुल्या बराबर भएछ। कोश भारद्वाज आज कोशराज दाइसँग भेट भएको छ, बडा खुसी लागेको छ। अलिक कमै पाइन्छ नि हाम्रो नाम नेपालमा, होइन? कमै भेटिन्छ, त्यही कम मध्ये दुईटा नाम आज एउटै मञ्चमा उभिनु पाइएको छ, खुसी लागेको छ। आदरणीय व्यक्तित्व आदरणीय दाइलाई यो ध्वनि यन्त्र सप्रेम समर्पण गर्न चाहन्छु। कृपया जोरदार तालीले स्वागत गरिदिनु होला। जय होस्, कल्याण होस्, मङ्गल होस्, शुभ होस् भन्दै यति बेला तानसेन नगरपालिकाका नगर प्रवक्ता आदरणीय यादव बहादुर कार्कीज्यूको आगमन भएको छ। उहाँलाई पनि हार्दिक सम्मानका साथमा स्वागत गर्दै अब भने यो ध्वनि यन्त्र सर्दै आदरणीय गुरु कोशराज नेउपानेज्यूलाई सप्रेम समर्पण गर्न चाहन्छु। हार्दिक धन्यवाद उद्घोषक महोदय। शुक्लां ब्रह्म विचार सार परमा माध्यम जगद व्यापिनीं वीणा पुस्तकधारिणीं मवदां जाड्यान्धकारः पहां हस्ते स्फाटिक मालिकां विदधतीं पद्मासने संस्थितां वन्देतां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्। ओम श्री सरस्वती नमः। ओम त्वमेव माता च पिता त्वमेव बन्धु सखा त्वमेव विद्या द्रविडं त्वमेव सर्वं मम देव देव। आदरणीय यस समारोहमा पाल्नुभएका सम्पूर्ण भक्तजनहरू, यस संस्थाका संरक्षकज्यू, यस संस्थाका विशेष हर्ताकर्ता स्वामी चैतन्य गुरुदेवज्यू, यहाँ म सँगसँगै मञ्चमा बस्नुभएका विद्वतजन भागवत अलङ्कार नेत्र पराजुलीज्यू र हरि गुरुज्यू, सम्पूर्णमा म हार्दिक नमन टक्राउँछु। र आज सौभाग्यले मलाई यो आसनमा भगवतीको कृपाले, कालीगङ्गाको कृपाले, भगवान दामोदरको कृपाले मलाई यो आसनमा बसेर दुई शब्द बोल्ने मौका प्रदान गर्नुभएको छ भगवानको कृपाले। र त्यसमा भगवानको कृपा त छँदैछ, त्यो निमित्त कृपा चाहिँ स्वामी चैतन्य गुरुकै हो। चैतन्य गुरुसितको सान्निध्यले म यहाँ प्राप्त यो अवसर प्राप्त गरेकोमा म हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। आजभन्दा 4-5 वर्ष अगाडि नै कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानबाट सबभन्दा पहिले जुमको कोरोनाको बेलामा जुमको माध्यमबाट मैले कमसेकम धर्मशास्त्रका विषयमा, श्राद्धका विषयमा र विभिन्न विषयमा धेरै कुराहरू गर्ने मौका पाएको छु। घन्टौं र कमसेकम 3-4 चोटि, एकचोटिको 2 घण्टाका दरले यो प्रसारण भएको थियो, युट्युबमा गएको छ त्यो अहिले। र अहिले पनि सायद यो युट्युबका श्रोताहरू यहाँ हुनुहुन्छ मलाई जहाँसम्म लाग्छ। र यी श्रोताहरू बाहेक भोलिका श्रोताहरू पनि हुनुहुन्छ। ती श्रोताहरूलाई सहित नमन टक्राउँदै म मेरा 2-4 शब्दहरू यहाँ हजुरहरूको समक्ष राख्ने कोसिस गर्दछु। मैले धेरै कुरा बोल्ने कुरा मेरो